सानो सहरमा माया र रमेश बस्दथे। उनीहरूको प्रेम साँचो थियो, गहिरो थियो। प्राय उनीहरू सहरको एउटा सानो क्याफेमा भेट्ने गर्थे। त्यही क्याफे जहाँ हाँसो थियो, कुरा थियो र सँगै बिताएका थुप्रै सुन्दर पलहरू थिए। रमेश सधैँ भन्थ्यो, माया, म तिमी बिना बाँच्न सक्दिन। माया हाँस्दै जवाफ दिन्थी, त्यसो नभन्नु, जीवन धेरै लामो छ। तर एक दिन रमेशलाई विदेश जाने मौका आयो। भविष्य राम्रो बनाउने सपना थियो। उसले मायालाई भन्यो, म फर्किन्छु अनि हामी सँगै नयाँ जीवन सुरु गरौँला। मायाले आँखा भिजाउँदै भनिन्, म पर्खिन्छु। रमेश विदेश उड्यो। दिनहरू बित्दै गए, महिनाहरू पनि बिते। सुरुमा माया थियो, धेरै थियो, तर बिस्तारै सन्देशहरू छोटिँदै गए, कुराकानी कम हुँदै गयो। अनि एक दिन सबै रोकियो। तर माया भने अझै पनि उही ठाउँमा थिइन्, उही क्याफेमा जहाँ उनीहरू पहिलो पटक भेटिएका थिए। हरेक साँझ ऊ त्यहीँ बस्थे, एउटा खाली कुर्सी हेर्दै। एक दिन क्याफेको मालिकले उनलाई एउटा चिठी दिए। यो कसैले छोडेर गएको थियो, तिम्रो नाममा आएको छ। मायाले काँप्दै चिठी खोलिन्। माया, म फर्किन सकिनँ। जीवनले मलाई टाढा लग्यो। तर साँचो कुरा के हो भने म बदलिँदै गएँ र तिमीलाई दुःख दिन चाहिनँ। तर एउटा कुरा सधैँ सत्य रहनेछ, तिमी मेरो जीवनको सबैभन्दा सुन्दर अध्याय थियो। मलाई माफ गर। मायाको हात काँप्यो, आँखाबाट आँसु बग्यो। उसले खाली कुर्सीतिर हेरी र बिस्तारै भनिन्, म अझै पनि यही छु जहाँ तिमीले छोड्यौ। सायद केही प्रेम कथाहरू अन्त्य हुँदैनन्, उनीहरू केवल अधुरा रहन्छन्। किनकि कहिलेकाहीँ माया टुट्दैन, तर मान्छेहरू टाढा हुन्छन्। यदि तपाईँलाई यो कथा मन पर्यो भने लाइक, कमेन्ट, शेयर र सब्स्क्राइब गर्न नभुल्नुहोस्। धन्यवाद।